यो शैक्षिक र शैक्षणिकको कुरा जुन छ त्यो गरिरहेका छौँ। अब शैक्षिक मतलब एजुकेसनल र इन्स्ट्रक्सनलको कुरा हामीले जुन छ गरिरहेको छ। यो चित्रमा हेर्नु त यो शैक्षिक र शैक्षणिक जुन छ त्यो दिएको छ। शैक्षिक मतलब त्यो व्यापक हो, ठुलो हो, यसको भित्रमा जुन छ त्यो शैक्षणिक जुन छ त्यो दिएको छ। अब शैक्षिक अन्तर्गत यो टर्मिनोलोजी जुन छ दुवै शैक्षिक र शैक्षणिक धेरै ठाउँमा युज हुन्छ हैन। अब धेरै ठाउँमा युज हुन्छ, जस्तै शैक्षिक सामग्री, शैक्षणिक सामग्री, शैक्षिक योजना, शैक्षणिक योजना हैन। यस्ता जुन छ धेरै ठाउँहरुमा जुन छ अब शैक्षिक उद्देश्य, शैक्षणिक उद्देश्य। त्यसैकारण जहाँ भयो भने जस्तै शैक्षिक सामग्री भयो र शैक्षणिक सामग्री भयो। त शैक्षिक सामग्री भनेको के हो त? कुनै विषयमा वर्षभरिमा प्रयोग गर्ने जुन सामग्री छ त्यो शैक्षिक सामग्री। तर एक घण्टीमा त्यो शिक्षण गर्नको लागि प्रयोग गर्ने सामग्री जुन छ अब शैक्षणिक सामग्री। जस्तै मानु यो के हो? यो टेम्परेचर नाप्नेको जुन छ अब यहाँ थर्मोमिटर जुन छ अब थर्मामिटर पनि भन्ने हो। अब टेम्परेचर मेजर जुन छ यसबाट हुन्छ। अहिलेको टेम्परेचर कति छ? 20 डिग्री सेल्सियस टेम्परेचर छ। मानौ आज यो घण्टीमा मैले जुन छ टेम्परेचर मेजर गर्नको लागि सिकाउँछु हैन। त एक साइडमा डिग्री सेल्सियस छ र एक साइडमा फारेनहाइट छ। अहिले हामी शिक्षण गर्नको लागि यो सामग्री जुन प्रयोग गर्छौं यो के भयो? शैक्षिक कि शैक्षणिक? शैक्षणिक हो। यो विषयमा वर्षभरि जुन अब हामी जुन सामग्रीको प्रयोग गर्छौं नि त्यो शैक्षणिक। जस्तै एउटा ल्याबमा राखेका सम्पूर्ण सामग्री भयो शैक्षिक, र आज जुन सामग्री शिक्षण गर्नको लागि आज हामीले प्रयोग गर्ने जुन सामग्री छ त्यो के भयो? शैक्षणिक। ठीक छ।